निर्वाचनको प्रक्रिया हिजोदेखि नै प्रारम्भ गरेका थियौँ। तर नेपाली कांग्रेस संसदीय दलको विधान सांसदहरूका बीचमा अस्ति छलफल भएर आज पार्टीको कार्यकारी सम्पादन समितिले निर्णय गरेर पार्टीले यो विधानलाई पूर्णता दिएको छ। विशेष गरी पार्टीको बृहत्तर हितका निम्ति लोकतन्त्र संविधानमाथि र पार्टीमाथि आएको चुनौतीहरूको सामना गर्न नेपाली कांग्रेस पार्टीले नेपाली कांग्रेसको संसदीय दलको नेता सर्वसम्मत रूपमा चुन्नका निम्ति चयन गर्नका निम्ति आजको कार्य सम्पादन समितिको बैठकले निर्देशन गरे अनुसार उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा उपसभापति पुष्पा भुषाल, महामन्त्री द्वय प्रदीप पौडेल र गुरुराज घिमिरे निर्वाचन समितिको समेत संयोजन रहने गरी भोलि साँझभित्र सर्वसम्मत रूपमा नेपाली कांग्रेस पार्टीको उम्मेदवार चयन गर्ने निर्णय र निर्देशन भए बमोजिम आज हुने प्रक्रियाहरू हामीले स्थगित गरेका छौँ।